नमस्ते सबैजनालाई। मेरो नाम सुयोगदेव खनाल। धेरै समय भइसकेको थियो मैले युट्युबमा भिडियो राख्छु, आफ्नो अनलाइन प्रेजेन्स बनाउँछु भनेको धेरै समय भइसकेको थियो। तर फाइनली मैले युट्युबमा भिडियो लिएर आइसकेको छु। अब मान्छेले के सोच्छन् भनेर चाहिँ मैले आफ्नो कन्टेन्टलाई पर्फेक्ट गर्दा गर्दै चाहिँ त्यो आँटै आएन कि कहिले पनि अघि सर्ने आँटै आएन। तर अहिले चाहिँ अब यस्तो गर्नु हुँदैन, अब धेरै प्रोक्रास्टिनेट गर्नु हुँदैन भनेर चाहिँ म अब भिडियो राख्न अब सुरु गर्नेछु। पहिला क्ल्यारिटी पनि थिएन, अब एउटा दुइटा मात्रै भिडियो राखेर भएन। अब एउटा पर्सनल ब्रान्ड बनाउने भएपछि, अनलाइन प्रेजेन्स राम्रो बनाउने भइसकेपछि चाहिँ अब एउटा भिडियो दुईवटा भिडियो तिनवटा भिडियो राखेर त भएन। सो लङ टर्म सोच्दाखेरि चाहिँ मैले के राख्ने हो त भिडियो, के को बारेमा राख्ने हो भनेर, मान्छेले मलाई के कुराले चिन्ने हुन् भनेर त्यो सोच्दाखेरि चाहिँ मैले त्यो खासै राम्रो एन्सर नै पाइरहेको थिएन। म चाहिँ अहिले एआइएमएल सिक्दैछु र एआइएमएलको जोर्नी पनि मैले अब कसरी सिकिरहेको छु, के बुझेँ, कता कता के इम्प्लिमेन्ट गरेँ, त्यो कुराहरू सबै भन्नेछु म यहाँ। अनि त्यसपछि म यता फिलोसफीतिर पनि छु होइन, हल्का इथिक्स मोरल्सतिर यताउति लेख्नु मनपर्छ। अलि केही कुराहरू छ भने चाहिँ त्यसको एकदम डेप्थमा गएर चाहिँ मलाई इन्साइट्सहरू निकाल्नु मनपर्छ होइन। अनि त्यो फिलोसफीको कुराहरू पनि म हजुरहरूलाई सेयर गर्ने नै छु। त्यसपछि हल्का लिट्रेचरतिर यताउति कथा निबन्धहरू लेख्न मनपर्छ। अलि मान्छेले भोगेका कुराहरू, देखेका कुराहरू, मैले जसरी देखेँ मान्छेहरूले कसरी आफ्नो जीवन बिताइरहेको छन्, त्यो कुराहरू अलिक डिपमा गएर चाहिँ मलाई लेख्न मनपर्छ। त्यो कुराहरू पनि म यहाँ सेयर गर्नेछु। अनि मलाई चाहिँ खासै बोल्न आउँदैन। आई मिन बोल्न त सबैलाई आउँछ, तर मान्छेलाई अलि मनपर्ने गरी बोल्न चाहिँ मलाई आउँदैन होइन। त्यो कुराहरू पनि मैले अहिले सिक्दैछु। अब यो युट्युबमा हजुरहरूलाई आफ्नो जोर्नी भन्दै गर्दाखेरि पनि मैले त्यो कुराहरू सिक्दै जाम्ला। त्यो कुराहरूको इन्साइट्स पनि म यो सेयरिङ्समा, यो अनलाइन जर्नीमा चाहिँ हजुरहरूलाई भन्नेछु होइन। अनि यही नै हो, अब मैले चाहिँ आफ्नो जर्नी अब सेयर गर्ने सोचेको छु होइन। अब यसमा चाहिँ हजुरले राम्रोसँग साथ दिनुहुन्छ भन्ने मलाई चाहिँ आशा छ। अब अरू त केही भन्दैन, यो युट्युबले अब कतिजनालाई पुऱ्याउँछ यो भिडियो। बिस्तारै बिस्तारै सबै भिडियोहरू पनि आउने नै छ। अर्को हप्ता चाहिँ मैले एआइएमएल कसरी सिकिरहेको छु। अहिले चाहिँ म नम्पाईसम्म मात्र पुगेँ। मैले अस्ति भर्खर पाइथनको कोर्स सकिया हो होइन। पाइथनमा चाहिँ अलिक कन्फिडेन्ट भइसकेपछि चाहिँ म अब नम्पाईमा छिरिरहेको हो। सो यस्तै यस्तै कुराहरू हो। अब 21 वर्ष भइसक्यो, अब धेरै कमाउनु पनि छ, आफ्नो नाम पनि बनाउनु छ होइन। सकेसम्म अर्को देशमा नजाऊँ भन्ने कुरा हो। अब नेपालमै केही गरौँ र नेपालको मान्छेहरूलाई नै केही हेल्प गरौँ भन्ने आश छ मलाई चाहिँ। सो त्यही बाटोमा हिँडिरहेको छु र यस्तै यस्तै कुराहरू म चाहिँ ल्याउँछु अनि आफ्नो जर्नी सेयर गर्छु। अब हजुरलाई काम लाग्ने चिज र मलाई भन्न मिल्ने चिज होइन, हजुरलाई काम लाग्ने र मलाई भन्न मिल्ने चिज चाहिँ म यहाँ भन्नेछु। अब जथाभावी कुरा चाहिँ गर्दिनँ म। अब जे चाहिन्छ, जे मान्छेहरूले खोजिरहेको छन्, जे कुराहरूले मान्छेलाई हेल्प हुन्छ, त्यो कुराहरू मात्र सेयर गर्दै जानेछु। सो यही नै हो। अब यहाँबाट चाहिँ मेरो जर्नी स्टार्ट भयो। अर्को भिडियोसम्म आफ्नो ख्याल राख्नु। त्यति बेलासम्म बाई बाई।